युएनमा जाँदा या अन्य अन्तर्राष्ट्रिय मञ्चमा जाँदाखेरि आफ्नो गरिबीको बखान गर्नुहुन्छ, राष्ट्रको कमी कमजोरीको, चाहे त्यो शिक्षामा होस् चाहे त्यो स्वास्थ्यमा होस् गर्नुहुन्छ, ताकि के अनुदान पाइन्छ कि भनेर आफ्नो कन्ट्री चाहिँ नि लिस्ट डेभलप्ड कन्ट्री भएको कुराहरू गर्नुहुन्छ। र यहाँ आएर नेपाली जनताको सामु घोगरो फुलाएर चाहिँ नि अर्को 10 वर्षमा साउथ एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र त बनाउँछौ, अर्को 15-20 वर्ष दिनुभयो भने युरोपियन स्ट्यान्डर्डमा लान्छौँ। त्योभन्दा ठुलो बकवास के हुन सक्छ? बिरालो कालो होस् या सेतो होस् त्यसले खासै भूमिका राख्दैन। खालि विदेशीय भन्नुभन्दा वास्तविकताको सामना गरेर यी विदेशीका नेपालीहरूलाई जेनेरेसन आफ्टर जेनेरेसन नेपालसँग कसरी कनेक्टेड गरिरहन सकिन्छ त? एउटा नयाँ प्याराडाइमबाट त सोच्नु पर्यो नि। हैन नेपालमै बस, नेपालमै केही गर भन्यो भने अघि मैले भनेकै कुरा हो नि। व्यक्ति त आफू व्यक्तिगत हिसाबमा पनि सक्षम हुन चाहन्छ नि। नेपालमै बसेर तपाईले नेपालमै गर्छु भनेर तपाईले लाइफ लङ केही गर्न सक्नु भएन भने फेरि यो नेपालले तपाईलाई गर्दैन। बरु तपाई विदेशमा गएर चाहिँ धेरै धन र सिप र उन्नति गर्नुभयो भने यो राष्ट्रले हो त्यो नागरिक चाहिँ हाम्रो नेपालको हो भनेर उसलाई सम्झना गरिरहन्छ र उही आए पनि रहन्छ र उसलाई फूल र माला लगाएर स्वागत पनि गरिरहन्छ। एसियाको सबैभन्दा गरिब मुलुक नेपाल हो, सबैभन्दा कमजोर मुलुक नेपाल हो। हाम्रो वास्तविकता भनेको हामी अत्यन्तै नै कमजोर, अशक्त, अन्तर्राष्ट्रिय स्तरमा एउटा बेग्लै हैसियत बोकेका व्यक्तिहरू हौं। यस्तो अवस्था भएको राष्ट्रमा फेरि जसले नेतृत्व दिनुपर्ने हो, जसले बागडोर सम्हाल